यहाँ जान्छु रञ्जित Hello guys, welcome back to my YouTube channel, another video. I hope हजुरहरु पनि एकदम बबाल हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। रञ्जितले हल्का गाह्रो भएको छ। भिडियो बनाथे अब एक्लै बस्न मलाई हल्का डर लाग्यो। यहाँ माथितिर के छ भनेर बुझ्न आए। त्यसपछि मैले याद आयो कि ठीक छ नि त भिडियोको इन्ट्रो गरौँ भनेर बिहानको 4 पनि बजिसक्यो। रातभरि सुत्न नि दिएन। यो पार्ट 2 हो। राम्रोसँग हेरेर माया देखाइदिनु होला। सुझाव सल्लाह दिनु होला। राम्रो कमेन्ट लेखेर है। बिहान भइसक्यो गाडीहरू हिँड्न लागिसक्यो अहिले। त्यही भएर म माथि आएको, नत्र म पनि आउँदैन एक्लै त कहाँ सकिन्छ नि। त्यही हो, माया गरेर सबैले प्लिज है, एकदम माया गरेर सबैले। म पनि भित्र गइहाल्छु, डर लागिहाल्छ यहाँ बस्छ नि। कमेन्ट लेखिदिनु होला के गरेर भने सन्च हुन्छ, कस्तो हो। सेयर गरेर सबैले है राम्रोसँग गरिदिनु होला। टिकटकबाट आउनु भएको छ भने प्लिज है सबै फुल भिडियो हेरेर मात्रै कमेन्ट समेन्ट गरेर यताउता गर्नु होला है। ल सबैलाई माया छ एकदम मबाट। अब आजको लागि यति नै। अब भोलि के कसो हुन्छ म तपाईँलाई देखाउँछु। नभए होइन अर्को गोस्ट हन्टिङवाला भिडियो हामीले डेन्जर लिएर आउँछौँ। त्यसलाई फुकपाक गरेर सन्चो बनाएर गोस्ट बबाल भिडियो आउने सामुमा सब्सक्राइब गरेर चाहिँ राख्नु होला, नभुल्नु होला। ल है, माया छ, लभ यु अल। यो त्यो चाहिँ फुल भिडियो भयो। अनि त्यसलाई क्रप गरेर मैले चाहिँ पार्ट 2 बनाएको होइन। त्यही राति नै हो। अनि फेरि डेन्जर भयो कि यसले अर्को डेन्जर हरकत गर्न आयो। त्यही भएर नि मैले यो पार्ट 2 बनाएर हाल्ने कोसिस गरेको होइन। के हुन्छ कस्तो हुन्छ लास्टसम्म बनाएर हेरिदिनु होला। स्किप नगरेर हेरिदिनु होला। सब्सक्राइब नगरेको सब्सक्राइब गरिदिनु होला। बेल आइकन अलमा गरिदिनु होला, किनभने छिटोभन्दा छिटो हाम्रो भिडियो तपाईँहरूकोमा पुगोस्। अहिलेसम्म त ठिकै छ, कन्डिसन ठिक छ, बबाल छैन। सुतिर उनु गरेको आवाज आइरहेको कोही छैन। माया कसम के भयो यारमा। ठिक छ नि रञ्जित? सुत्दैन मलाई। ल सुतमा हामीले जे हुन्छ जस्तो हुन्छ लास्टसम्म बनिराख्नु होला, हेर्नु होला। म एकछिन टोइलेट गर्न आउँछु है अङ्कल। म टोइलेट गरेर आउँछु। लाइट किन बाल्यो? होइन त्यत्तिकै लाइट बत्तीको खाने लाइट बालेर बस्नु भनेर। लाइट त त्यहाँ बाहिर बत्ती छैन। लाइट बाल्ने काम नहुने अङ्कल। कहाँलाई चाहिँ टोइलेट यता त बाहिर पनि छ नि त टोइलेट। बाहिर पनि छ नि त टोइलेट। बाहिर कहाँ छ टोइलेट भाइ? किन छ यहाँ पछाडि छ त। यहाँ पछाडि छ। म एकछिन गएर आउँछु। कतिले नोटिस गरिन यार। यसको आँखा पुरा बलेको जस्तो देखिरहेको थियो कि माया। रञ्जित रञ्जित
रञ्जिते यो टोइलेट कता गडाङ गर्दा गर्नु यहाँ जान्छु रञ्जित ओइ रञ्जिते मैले के भन्नु म केटाबाट दिन्छु यो कहाँबाट आयो बे रञ्जित रञ्जित हो क्या के भयो रञ्जितलाई रञ्जित अच्छा के गरेर आयो फेरि बस्यो है क्या यार डर लाग्छ यार म त्यो उसको देखेर नि आफ्नो आकाशलाई ओ रञ्जित कहाँ आयो ओइ ओइ रञ्जित पानी पनि जान्छ रञ्जित यहाँ के गरेर आएछ रञ्जित ओ यहाँ किन रोग के हो म यहाँ कसरी आएँ के भन्छ म यहाँ कसरी आएँ के हो तँलाई ओइ म बाथरुम जान्छु भनेको थिएन त्यहाँ बाथरुम जान्छु भन्थ्यो अनि फेरि बाहिर आएछु बाहिरको बाथरुम जान्छु भन्थ्यो त्यहाँ यहाँ माथि पुगे जस्तो रोगको जस्तो कि डेन्जर आवाज निकाल्दा जस्तो किन हो के भयो तँलाई म यहाँ कसरी आएँ यार के भयो तँलाई ओइ म यहाँ आएँ चाहिँ कसरी म अघि बाथरुम जान्छु भन्नु भनेको यार यहाँ आएर डरलाग्दो आवाजमा रुँदै थिएछ तपाईँले म चाहिँ जान्नु गर्नु यस्तो डर लाग्यो मलाई चाहिँ भक्सिङ भएको म आएको के भएको तपाईँलाई यहाँ माथि बसेर थाहा भएनस् केही थाहा छैन किन एक सोरै छस् त फेरि के हो बाहिर कोही होला जस्तो छ अब किन लगाउनु लाग्नु क्या बत्ती हो बत्तीले हेर्नु पर्यो तर के भयो कस्तो भने यहाँ माथि कसरी पुगिस् त रोगोस् आवाज निकाल्न लाग्दिस् रोगोस् आवाज निकाल्न लाग्दिस् किन डेन्जर खराब गर्न लाग्दिस् मलाई तपाईँले कहाँ माथि बोलाए जस्तो लागेको थियो क्या त्यो म माथि आएँ मैले कहाँ बोलाउनु त सुट भन्दा चाहिँ मैले बोलाउन तल सम्झाइन नि बरु भोलि नै झाडीमा लग पछाडि त म टोइलेट गर्नुभएको थियो अनि त्यसपछि कहाँ मलाई रञ्जित माथि बोलाएको थियो त्यसपछि म यहाँ माथि आएँ अनि माथि आएर रोइरहेको थिएछ नि भिडियो बनाइरहेको छु मैले सबै छ क्याप्चर म चाहिँ मान्दैन हो साँच्चै हो त्यस्तो केही लाग्दैन हो के साँच्चै गरेको मजा गरेँ मैले तपाईँले अघि बोलाउनु भएन हावा गरेर नानी यार तपाईँले अघि मलाई माथि बोलाउनु भएको थियो यार म तल छु सबैलाई हेर्नु त म तल छु यसले भन्दा कि माथि बोलाउनु म तल छु रुमभित्र छु म अबे यार तपाईँले त माथि बोलाउनु भएको थियो यार मलाई यार अनि त्यहाँ म माथि आएको ल अब जाउँ त ठिकै छ अनि मैले यसो हावा खाएर आउँछु गर्मी छ तब म एकछिन यसो हावा खाएर आउँछु हिँड्के जाउँ दुईजनासँग जाउँ फेरि तँलाई यहाँ के डर लाग्यो नि तँलाई यस्तो अस्ति त डर लाग्यो यहाँ डेन्जर तर्साउँदिन्छ अङ्कल नजाउँ भन्थिस्
आफ्नै त घर हो यार के डर कस्तो आफ्नै घर हुन्छ आफ्नै त घर हो तपाईँ जानु म अहिले आउँछु जानु तपाईँ म अहिले आउँछु तल गर्मी छ कि बत्ती के भयो तपाईँ जानु नि त म अहिले आउँछु किन यस्तो छ तेरो फेसबुक तपाईँ जानु कि म अहिले आउँछु हो मेरो आँखामा धेरै टर्छ नदेख नि त बसिरहेको ल छिटो आएछ है म अहिले आउँछु पानी छ डर लाग्छ यसलाई के भएको मार्छ यस्तै हरकत गर्छ यसले के भयो मार्छ ओए कहाँ यता पो गयो यता फेरि बाहिर खस्यो भने मऱ्यो सिधै मऱ्यो भने खस्यो के गर्दो रहेछ हेरामै ओए मुची ओए ओए के गर्लास लास फेरि पागल जस्तो मलाई तल बोला छ रङ्गले के भन्छ तल यहाँ को छ र बोलाउनलाई यहाँ त खाइ छ भाइ मुजी खसी भने मर्छ सिधै आइज बोला थियो के कसले रञ्जित भनेर बोलाएको मलाई तल कसले बे ओए ओए बिराल रोयो बे ओइ माच त्यहाँ के हो बे रातो ओइ यो कहाँ गयो फेरि के हो बोलाउनु मलाई कसले बे ओइ के हो ओइ अच्छा के राखेको तैँले यहाँ के गर्छ यो ओइ यस्तो कहाँ भाँदै गरेर ओइ ओइ मलाई एकदम डर लाग्छ यहाँ कसम कस्तो सुनसान हो कहाँ गइस् ओइ त यो त रुम त हो यो त कति भन्दा भयो ओइ रोक रोक कहाँ लाग्छ त तल पनि ओइ रञ्जित उठ बेला यही छ उठ उठ यस्तो गाह्रो लगाइदियो अङ्गले के भयो यता आइज यहाँ आइज अहिले भर्खर मलाई तल बोलाइदियो कसले यता आइज नि पहिला माथि तपाईँले बोलाए जस्तो लाग्यो म तल आइदिएँ के भन्छ माया ओइ
एनी टाइम मान्छे देखेको हुन्छ कि कस्तो मान्छे कालो लगाएको तल माथि पुरै कालो लगाएको मान्छे देख्छु अनि म यहाँ तल आउँछु अनि रन्जित बोलाउँदै आउँछ अनि म यहाँ तल आउँछु देख्नु म अझै पनि सुन्नु होइन ए आइसक्यो मलाई डर लाग्छ थाहा माथि आइछ आउँदैन माथि आइजेन पहिला नै यहाँ के छ त नि यहाँ केही छैन तलको बत्ती लागेको छ के गरायो मलाई तल बोलाएको थिएँ खराब भइसक्यो अहिले के भयो के भयो तल बोलाइरहेको थियो मलाई कसले रन्जित तल मलाई बोलाएको थियो कसले बोलाएको त्यसलाई सेम तपाईँको जस्तो भोइस मलाई तल बोलाउनु आएको थियो म माथि छु कहाँबाट भिडियो बनाइरहेको छ त दिमाग खाइरहेको छु मेरो यार म एक्लै छु त एक्लै छु एक्लै छु त म को छ मसँग के भन्नु आएको यसले थाहै छैन के बोल्छ अरे मागासँग मसँग को छ कोही छैन मसँग एक्लै छु म एक्लै छु तर कसले बोला लाग्यो तर अन्त तर मलाई रन्जित गरेर बोलाएको थियो मलाई के थाहा म यस्तरी तल गयो यहाँ कालो गरेर हिँड्दै आउँदै थियो अनि यहाँ माथि एउटा तलबाट यस्तरी गरेर आयो तल अनि बिल्ली हालेर मान्छे कहाँ गयो थाहै छैन मलाई अघिसम्म मलाई बोलाइरहेको थियो अहिले छैन त्यो मान्छे अब रुमबाट त कतै पिछा गएर ननिस्क्यो केही गर्न ननिस्क्यो बहिन कसरी गरेर भित्र मुजी बाथरूम गएर आउँछु नि त म छोड्दै बाथरूम छ अब यिनीहरू ल भित्र सुत डेन्जर भएछ यार यहीसँग सुत्नु पऱ्यो माथिमा यार माथि सुत्दैन अङ्कल के अरे सुत च्यापासँग गरी सुत्नु पऱ्यो जस्तो छ यतै छ सुत्मा ल यार मागा छ सबै लासम्म हेरेर साफसफाइ गरिदिनु होला है त्यसलाई भोलि म लगाएर जाने यार झाँक्री फुकसुक गर्ने हो के हुन्छ कस्तो हुन्छ भिडियो बनाउनु सक्यो भने भिडियो बनाउँछ होइन दिमाग उडानिदिएर यार मागासम्म यार फुफा गरे के फुफा के होइन त्यस्तो ठाउँमा म जाँदैन है म भन्दैछु अहिले नै म भन्दैछु म त्यस्तो ठाउँमा जाँदैन फुफाको कि सुक्पाको कि म त्यस्तो ठाउँमा जाँदैन जानुपर्छ त्यहाँ के भन्छ यो म त्यस्तो ठाउँमा जाँदैन है त त्यो पहिले थाहा हुन्छ सुत अब सुत ल है साथीहरू यति नै है उसले ओभर गरिसक्यो कि मलाई दिमाग ठाउँमा गराइसक्यो भोलि फुकाउनु लाग्छ भन्दाखेरि कस्तो हर्कत गराएको के मैले त्यस्तो ठाउँमा जाँदैन भनेको छु है कि फुकाउने सुकाउने के हुन लाग्नु भयो केही होइन सुत्छु ल साथीहरू म सक्दैन भिडियो बनाउनु ल यति नै होला है साथ सपोर्ट माया गरिदिनु होला सब्सक्राइब गरेर सब्सक्राइब गरिदिनु होला